फेरि पनि हामीले झोल लिएर आएको छौँ। यो झोल टेन्ट झोल हो जसको सेप चाहिँ स्क्वायरमा रहेको छ। यसमा हजुरले बिचमा पाल देखिरहनु भएको छ जहाँ चाहिँ इलास्टिक छ। योभन्दा अघिल्लो जुन हामीसँग भएको झोल थियो टेन्ट झोल त्यसमा चाहिँ तल पनि पुरै बन्द थियो भने यसमा चाहिँ तलपट्टि ओपन छ। यो चाहिँ हजुरहरूले मजाले म्याट्रेस डस्टमा राख्न सक्नुहुन्छ र हजुरहरूले सानो बेबीहरूको बेड छ भने बेडलाई नै कभर गरेर यो राख्न पनि सक्नुहुन्छ। हामीले चाहिँ बेडमा राखेर पनि देखाएको छौँ। यो चाहिँ कार्टुन प्रिन्टमा रहेको छ। यसको साइज भनेको हजुरले किङ र क्विन साइजमा पाउनुहुन्छ। त्योभन्दा सानो साइज चाहिँ हामीसँग अहिले छैन। यो झोलमा चाहिँ हजुरको दुईपट्टि प्रिन्ट हुन्छ, दुईपट्टि चाहिँ नेट हुन्छ। यसको नेट पनि एकदम अलग प्रकारको छ जहाँ चाहिँ भुसुना पनि नछिर्ने छ क्या। यो भुसुना पनि छिर्दैन अनि यसलाई हजुरहरूले फोल्ड गरेर युज नहुँदाखेरि चाहिँ चेन खोलेर फोल्ड गरेर राख्न सक्नुहुन्छ। त्यहाँ लक गर्ने पनि हुन्छ भने यत्तिकै बन्द गरेर राख्न सक्नुभयो। हजुरले यहाँ माथि डस्टमा अथवा बेडमाथि यो चाहिँ हामीले यसरी पनि राख्न मिल्छ है भनेर चाहिँ बेडमा छिराएर देखाएको हौँ। हजुरले बेडमाथि राख्न पनि पाउनुभयो अनि बेडको साइडमा अनि डस्टमा हजुरले सुत्नुहुन्छ भने पनि मजाले राख्नु पाइयो। र यसमा चेन बाहिर र भित्र एकदमै राम्रो क्वालिटीको राखेको हुन्छ। त्यो हुनाले चेन पनि फुत्त बिग्रिहाल्ने भन्ने हुन्न। हामीले चाहिँ नेपाल राज्यभर डेलिभरी गरिरहेका छौँ। त्यही भएर डेलिभरीको सुविधा पनि रहेको हुनाले अर्डर गर्न सक्नुहुन्छ। व्हाट्सएप र इन्स्टाग्राममा मेसेज गरेर स्टोरमै आउन चाहनुहुन्छ भने फेरि पनि हामीले झोल लिएर आएको छौँ। यो झोल टेन्ट झोल हो जसको सेप चाहिँ स्क्वायरमा रहेको छ। यसमा हजुरले बिचमा पाल देखिरहनु भएको छ जहाँ चाहिँ इलास्टिक छ। योभन्दा अघिल्लो जुन हामीसँग भएको झोल थियो टेन्ट झोल त्यसमा चाहिँ तल पनि पुरै बन्द थियो भने यसमा चाहिँ तलपट्टि ओपन छ। यो चाहिँ हजुरहरूले मजाले म्याट्रेस डस्टमा राख्न सक्नुहुन्छ र हजुरहरूले सानो बेबीहरूको बेड छ भने बेडलाई नै कभर गरेर यो राख्न पनि सक्नुहुन्छ। हामीले चाहिँ बेडमा राखेर पनि देखाएको छौँ। यो चाहिँ कार्टुन प्रिन्टमा रहेको छ। यसको साइज भनेको हजुरले किङ र क्विन साइजमा पाउनुहुन्छ। त्योभन्दा सानो साइज चाहिँ हामीसँग अहिले छैन। यो झोलमा चाहिँ हजुरको दुईपट्टि प्रिन्ट हुन्छ, दुईपट्टि चाहिँ नेट हुन्छ। यसको नेट पनि एकदम अलग प्रकारको छ जहाँ चाहिँ भुसुना पनि नछिर्ने छ क्या। यो भुसुना पनि छिर्दैन अनि यसलाई हजुरहरूले फोल्ड गरेर युज नहुँदाखेरि चाहिँ चेन खोलेर फोल्ड गरेर राख्न सक्नुहुन्छ। त्यहाँ लक गर्ने पनि हुन्छ भने यत्तिकै बन्द गरेर राख्न सक्नुभयो। हजुरले यहाँ माथि डस्टमा अथवा बेडमाथि यो चाहिँ हामीले यसरी पनि राख्न मिल्छ है भनेर चाहिँ बेडमा छिराएर देखाएको हौँ। हजुरले बेडमाथि राख्न पनि पाउनुभयो अनि बेडको साइडमा अनि डस्टमा हजुरले सुत्नुहुन्छ भने पनि मजाले राख्नु पाइयो। र यसमा चेन बाहिर र भित्र एकदमै राम्रो क्वालिटीको राखेको हुन्छ। त्यो हुनाले चेन पनि फुत्त बिग्रिहाल्ने भन्ने हुन्न। हामीले चाहिँ नेपाल राज्यभर डेलिभरी गरिरहेका छौँ। त्यही भएर डेलिभरीको सुविधा पनि रहेको हुनाले अर्डर गर्न सक्नुहुन्छ। व्हाट्सएप र इन्स्टाग्राममा मेसेज गरेर स्टोरमै आउन चाहनुहुन्छ भने टेन्ट झोल यो कार्टुन प्रिन्ट भएकोमा हजुरहरूले क्विन साइजमा मात्रै पाउनुहुनेछ।